आज म एक्लै छु, तर यो एक्लोपन डरलाग्दो छैन, किनभने आज म आफूसँग बसेको छु। हामी सबै जीवनमा कहिलेकाहीँ यस्तो मोडमा आइपुग्छौँ जहाँ प्रश्न बाहिरतिर होइन, आफ्नै मनभित्र उठ्छ। म को हुँ? म जे गर्दैछु त्यो साँच्चीकै मेरो चाहना हो? के म अरूको अपेक्षा पुरा गर्न बाँचिरहेको छु कि आफ्नै आफ्नोलाई? न म ठुलो कुनै ज्ञानी हुँ, ठुलो ज्ञान दिने होइन। आज म आफूलाई बुझ्न खोज्दैछु। तर यदि तपाईँ पनि यही यात्रामा हुनुहुन्छ भने सायद तपाईँ यसमा आफूलाई भेट्नुहुन्छ। हामीलाई सानैदेखि सिकाइन्छ ठुलो बन्नुपर्छ, सफल हुनुपर्छ, अरूलाई के भन्छन् ध्यान दिनुपर्छ। तर कसैले सोधेन तिमी कस्तो बन्न चाहन्छौ? हामी बिस्तारै आफ्नो सपनामा फिट हुन खोज्छौँ, आफ्नो स्वर हराउँदै जान्छ। कहिलेकाहीँ म ऐनामा हेर्छु, अनुहार त चिनिन्छ, तर मनै मनमा सोध्छु के यो साँच्चै म नै हुँ? आफूलाई हराउनु सबैभन्दा सजिलो कुरा हो, तर आफूलाई फेला पार्नु सबैभन्दा साहसी काम। आफूलाई बुझ्ने यात्रामा सजिलो हुँदैन। यसमा आँसु पनि हुन्छ, असफलता पनि, र कहिलेकाहीँ गहिरो मौनता। तर यही मौनतामा हाम्रो वास्तविक आवाज लुकेको हुन्छ। जब संसारको आवाज थामिन्छ, मनले बिस्तारै बोल्न थाल्छ। म बुझ्दैछु म सधैँ बलियो हुनु पर्दैन, म थाक्न सक्छु, म अल्मलिन सक्छु, तर यो मेरो कमजोरी होइन। तिमी सधैँ ठिक हुनु पर्दैन, तिमी इमान्दार हुनु नै पर्याप्त छ। हामी प्राय आफ्नो मूल्य अरूले दिएको प्रतिक्रिया अनुसार तोल्दछौँ। कसैले तारिफ गर्यो भने म योग्य, कसैले बेवास्ता गर्यो भने म केही होइन। तर सत्य के हो भने तिम्रो मूल्य तिमी अरूलाई कति खुसी बनाउँछौ भन्ने होइन, तिमी आफूसँग कति साँचो छौ भन्ने हो। आफ्नो मनसँग झुट बोलेर संसार जित्न सकिएला, तर आत्मा कहिले जितिँदैन। आज म स्वीकार गर्छु म पूर्ण छैन, म डराउँछु, म गल्ती गर्छु, म कहिलेकाहीँ आफूलाई नै बुझ्न सक्दिनँ। तर यही स्वीकारोक्ति मेरो पहिचानतर्फको पहिलो कदम हो। आफूलाई स्वीकार गर्नु र आफूप्रतिको सबैभन्दा ठुलो प्रेम हो। पहिचान कुनै पद, पैसा वा अरूले दिएको नाम होइन। पहिचान त तिमी एक्लै हुँदा पनि आफूलाई छोड्दैनौ कि छोड्छौ त्यही हो। जब तिमी असफल हुन्छौ के तिमी अझै पनि आफूलाई सम्मान गर्छौ? जब कसैले तिमीलाई बुझ्दैन के तिमी अझै पनि आफ्नो सत्यमा उभिन सक्छौ? यदि सक्छौ भने त्यो नै तिम्रो पहिचान हो। जीवनले हामीलाई बदल्छ र बदल्नु गलत होइन, तर बदलिँदा आफ्नो मूल आत्मा नहराउनु त्यही कला हो। म आज त्यही सिक्दैछु, बिस्तारै, शान्तसँग र आफ्नो गतिमा। तिमी ढिलो हुन सक्छौ, तर गलत बाटोमा छिटो पुग्नु भन्दा सही बाटोमा ढिलो पुग्नु राम्रो। यदि आज तपाईँ पनि अलमलमा हुनुहुन्छ भने म तपाईँलाई एउटा कुरा भन्न चाहन्छु। तपाईँ बिग्रनु भएको छैन, तपाईँ खोज्दै हुनुहुन्छ, र खोज्नु भनेको जिउँदो हुनुको सङ्केत हो। आफूलाई समय दिनुहोस्, आफूलाई सुन्नुहोस्, आफूलाई माया गर्न सिक्नुहोस्, किनभने तपाईँ भेट्न खोज्दै गरेको पहिचान कतै बाहिर छैन, त्यो त त्यहीँ छ, तपाईँकै मनभित्र। आजको लागि यति नै। यदि यी शब्दहरूले तपाईँहरूको मनमा कुनै पनि थोरै भए पनि स्पर्श गर्न भए, त्यो नै मेरो यस भिडियो मार्फतको ठुलो अर्थ रहनेछ। म फेरि भेट्नेछु आफूलाई बुझ्ने अर्को क्रममा, अर्को यात्रामा। धन्यवाद।